पूजा भन्दा अहिले फेरि कति लाग्यो मेरो त पूजा यहाँनिर यस्तो छ भद्रगोल भएर बसेछ के गर्नु अब कामबाट आएर म बनाउँछु सबै यहाँ मैले हिजो बनाएको यो पनि झरेछ त्यही हो भरे म राम्रोसँग बनाएर देखाउँछु हजुरहरूलाई कस्तो हुन्छ है त बनाउनु लागेको साथीहरू म अब वाटर पेन्ट पहिला पनि यसले बनाएको अब पनि यसले नै म बनाउँदैछु कस्तो हुन्छ रेक्सीमा देखाउँछ क्या साथीहरू यहाँ मेरो बुढीले आज लक्ष्मी पूजा दिन रङ्गोली बनाउँदैछ है अनेक ट्रिक लगाएर के हो टेक्नोलोजी उज्यालो साथीहरू म चाहिँ यहाँनिर अब पूजाको तयारी गर्दैछु अनि यहाँ चाहिँ म बलमा पानी लिएर अब नेचुरल फुल त पाएन अब यही हालेर म बनाउँदैछु यहाँनिर टक्क लागेर यहाँ हाल्ने फुल यहाँ हाल्ने यो चाहिँ मैले ह्याक एन्ड सपबारी किनेर ल्याएको है यहाँ मात्र अनि अब यहाँनिर क्यान्डल हाल्ने क्यानल देखेन नि अघि क्यानल देखेन क्यान्डल अब यो क्यान्डल माथिबाट राख्ने टक्क टक्क लगाएर बाल्नु चाहिँ अहिले एकछिन बाल्ने हो यस ए वाउ कस्तो क्या मजाको राम्रो बास्ना आएको फुलहरू माथिबाट मेरो बुढालाई खिच्नै आउँदैन कि मैले सिकाइदिनु पर्छ मेरो बुढालाई टक्क लागेर यो चाहिँ रेडी भयो साथीहरू यो चाहिँ एकछिनमा बाल्छु म अनि त्यसपछि यो यहाँ हाल्ने हो एउटा बाबा रे बाबा उल्टो बाल लिइरहेछ कि हो क्या राखिदिनु रे ओके भनेपछि म त धाम्ने क्या ओके ओके फुल त भएन हाल्दै थियो त नि ओरिजिनल भेटेन अनि डुप्लिकेट हाल्छु भनेर त्यो त्यो पो गर्छु भनेको यहाँ गर्ने छैन जस्तो जस्तो पूजा गरिरहेको छ साथीहरू कहाँ कहाँनिर भाडाहरू आयो यता त बब्बर कुन खालको पूजा भन्दा अहिले फेरि होइन भित्र चाहिँ गरेको चाहिँ बनाइदिनु होला नभए त्यतिकै रेकर्ड गर्दै नि त्यो बेला ओ यो मन ल भयो नि ल भयो ल यो पकाउनु लेट्स गो म त यताबाट होला नि अनि त्यो त बल्यो कि देखेको छैन त यो है यहाँ बाल्दिन न लाइटर लिएर सबै बाल्दिउँ
यहाँ चाहिँ बाल्ने स्टाइल कत्रो छ नयाँ स्टाइल हो उट्टी फेरि कोही त पैसा ल्याउनु न हौ खै मलाई त यस्तो नेपाल पैसा ल्याउनु न यहाँ राख्नु ओहो धुब्ले नदेऊ न नजिकबाट चिन्छ के फेरि मान भयो त त्यो पनि ठिकै नजिकबाटै भयो पनि देखाएको चाहिँ होइन है देखाएको चाहिँ होइन अनि छ त यहाँ यो पनि राख नि त नि ल उयो यता त राख न यता ल नगर्नु भनेको ल ले नगर्ने यो चाहिँ कहाँ राख्ने अब यहाँ राख्ने 05 बाट गर्ने हो यो चाहिँ राख 1 बाट गरेछ अघिदेखि यो चाहिँ कहाँ राख्ने त अब ठाउँ छैन ल स्याउ नै धेरै भएछ लु भयो लु बस्नु म यहाँ पर्स बोक्छु म अब कहिले के धन्दा कोही म यही पर्स बोक्छु बस्नै यहाँ बाफ रे बाफ के माग्दैछ भित्रभित्र मान्छ मान त अब त मानको त उयो नै हुँदैन बहिनी लक्ष्मीले ल अब यहाँनिर म त अब टिका लगाइदिनु कहाँ हो भेनाजुले चाहिँ तपाईँलाई नि अब भेनाजुले अनि मैले नि लगाउँदैन त पहिला भेनाजुलाई लगाउँदैन न लगाइदिनु मलाई ल फर्स्ट दीपावली ए सिधा यस्तो सिधा छ नि अम्बो के गर्नु लाग्यो ल खै त पैसा पैसा प्रसादी प्रसादी दिनुपर्छ ल बस अर्दैन आमा कति लाग्यो मैले के पहिला माथि गएर ट्याप्प गर्नु लागेको हुँदै हुँदैन ए लु भएन भयो त यहाँको चाहिँ मरिसेको बत्ती बोल्नु ल कहाँ भागेको त नि पैसा खोज्नु गयो क्या दक्षिणा दिन थालेको होला यही छ त नि त्यो त अघि प्लेटमा राख्नु पर्थे एउटा स्याउ पनि काटेर ल तिमी न तिम्रो त लाउँदैन हैन लिनु तपाईँलाई खुवाइदिने हो कि दिने हो खुवाइदिनु नखुवाइदिनु मलाई खुवाइदिनु के खाऊ तिमी आदि ओहो भाग्य मान्नु भयो भन्नु खुट्टा हो खुट्टा बेनाजु मेरो चाहिँ खुट्टा ढोक्दा यो सम्झिन्छ अहिले ल हाम्रो चाहिँ यहाँ यस्तो भएको छ पूजा पनि सक्यो भर्खरै
यहाँनिर यस्तो छ बनाएको मैले। यहाँ बाहिर एकैछिनै म यस्तो छ यहाँनिर। अनि यो बाजी चाहिँ मैले रङ्गोली यस्तो बनाएँ हतारमा सिम्पल। स्न्यापच्याटबाट गरेँ क्या। अनि यो बाजी चाहिँ मैले रङ्गोली यस्तो बनाएँ हतारमा सिम्पल। भेना जुत्ता खतरा देखेछ इन्डियन उयसको सिरियलको उयो हिरो जस्तो। मार्यो होइन साँच्ची भनेको। साँच्ची भनेको त आमा भेना चाहिँ आज देख्यो हो। ह्याप्पी न्यु सबैजनालाई। सबले लाइक सब्सक्राइब गरिदिनु होला। ड्याङ 1000 सब्सक्राइब पुग्नु पर्यो। चाँडै एउटा यहाँ स्क्रिनसट हान्नुहुन्छ कि फोटो बग्यो यस्तो। यो पक्ड न एउटा। ल आमा गिलास चाहिँ भएन। गिलास भएन। उतै ल्याइदिन्छु म तपाईँको। यो कस्तो राम्रो डिजाइन देखाउनु लागेको त। नु त्यो भ्यालेन्टाइन आउनु न ग्रुप फोटो के। कस्तो कालो आगो त्यो त अहिले एडिट गरेर सेतो पनि हाल्छु ल। यो यस्तो क्या लु भयो यस्तो गर नि एउटा। ओके बाई सबैजनालाई। इन गरेँ मैले ब्लग। बाई। रहूं न मैं तेरे बिना, तू रहे न तू मेरे बिना, मैं रहूं न मैं तेरे बिना।